यसले गर्छ अरे हाल न हाल हाल न हाल 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 बाकी है हाल मेरे दोस्त हेलो एभ्रिवान गुड मर्निङ सबैजनालाई आयो हजुर सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै छु गाइज फेरि पनि स्वागत छ हजुरलाई मेरो भिडियोमा नेक्स्ट डे नेक्स्ट भ्लग सुरु भइसकेको छ गाइज है अनि आजको हाम्रो राइड चाहिँ लाउके झर्ना रहेको छ भने हाम्रो राइडरहरू चाहिँ सामुकोसीमा आएर बसिसक्नु भएको छ अरे ल साथीहरू हामी अब सामुकोसीबाट अब भित्र पनि छिरिसकेका छौँ होइन अनि अरू हाम्रो लेडिज राइडरहरू चाहिँ यहाँ अगाडि हुनुहुन्छ भन्नुभएको थियो र हामी जब साथीहरू सबैजना आइरहेको छ अनि सबैजना रेडी पनि भइसकेको छ गाइज अब यहाँबाट निक्लिनु पर्ने हुन्छ साथीहरू सबैजना रेडी भइरहेछ अनि हामी चाहिँ सर्लक्क बाटोमै गाइज ल साथीहरू हामी चाहिँ निक्लिसकेका छौँ होइन अनि हाम्रो लेडी राइडर पनि निक्लिसकेका छ त्यही नै हो अब हजुरहरूलाई अब लौके झर्नाको लोकेसन चाहिँ भन्नु नपर्ला है लौके झर्नामा चाहिँ बवाल रमाइलो गर्ने भन्ने सोच्ने यहाँ त अब हेरौँ कतिको के रमाइलो हुन्छ पानी पर्यो ल साथीहरू हामी चाहिँ अब चल्दैको ल ठ्याक्कै हामी चाहिँ बाहुन्डेश्वर झर्ना आइपुग्न आँटिसकेको छ होइन अनि यहाँ पनि छ नि त नजिक होइन बाहुन्डेश्वर झर्ना पनि दामी नै छ सो त्यही हो साथीहरू रमाइलो तरिकाले हेर्दैन होला हामी चाहिँ अब घुम्न निस्किरहेको छ मनसुनमा झर्नामा हिँडिसकेको छ आम्मामा के हो राइडरहरू त कहाँबाट भेट्यो त है मैले अगाडि किन बाटो आएन ल ल हस् हस् अब कुद्ने ठाउँ छैन के को घटना गर्ने ल लागौँ त बिस्तारै पहिला अगाडि दौडेर जाउँ कि कुदेर जाउँ त्यही त भन्यो त ओके हुन्छ दिदी अनि हामी त्यहाँबाट होइन निक्लिसकेको छ सबै साथीहरू अब त्यहाँ लाइनअप पनि हिँड्दा छ किनकि अगाडि चाहिँ मलाई राखिदिएको छ क्या अब यो कोर्डिनेट गर्नलाई होइन अनि मेरो पछाडि चाहिँ हाम्रो उद्धव चौला गाई फ्रम हेटौँडा होइन भिजिट टु आवर काठमाडौँ भ्याली के हो दाइ आउनुभएको छ अनि दाइलाई घुमाउनलाई हामी लिएर हिँड्दैछौँ किनभने दाइले अस्ति हामीलाई हेटौँडा मजाले घुमाउनु भएको थियो नि त अनि त्यति गरिदिनु भएकोमा अनि हामीले पनि त यता काठमाडौँ आएपछि हामीले पनि घुमाइदिनु पर्ने हाम्रो कर्तव्य हाम्रो दायित्व छ आर्मी ब्यारिकबाट पनि तल लागिसकेको छ अनि यहाँबाट एउटा फेरि पुलिस सकी आउँछ है यो बाटोमा चाहिँ अलिकति ध्यान दिएर आउनु होला किनकि इभीहरू धेरै चल्छ होइन अनि हजुरहरूलाई थाहै छ इभीको ब्रेक त्यति लाग्दैन सो अनि नयाँ नयाँ लेडी राइडरहरू नि हामीसँग चाहिँ जोइन हुनुभएको छ केटीहरूसँग हिँड्दा चाहिँ के एउटा ऊ छ भने होइन के अरे केटाहरू जस्तो चाहिँ लोड दाब्दैन क्या अनि प्लस अनि राम्रोसँग पुग्नुपर्छ राम्रोसँग फर्किनुपर्छ भने त्यति नलेज चाहिँ हुन्छ क्या अनि केटाहरूले तामा भ्याप बारा बुबु टाटा टुटु झाँझारा झुझु गर्दै कुदाउँछ नि त सो साथी त्यस्तो कुदाउने साथीहरूलाई चाहिँ म एकदम हार्डली रिक्वेस्ट गर्छु त्यस्तो चाहिँ नकुदाइदिनु होला किनकि एउटा आफ्नो जिन्दगी भनेको एकदम अमूल्य बहुमूल्य हो आफू छ सबै छ आफू छैन कोही पनि छैन गाइस तलको बिहेर्न दामी बाबा ल आजको दिनमा त मिठो ट्रेकिङ रहेछ गाइस है हाम्रो मा लागिरहेको थियो मलाई लागिरहेको थियो लागौँ कि हेर्ने हो धन्यवाद धेरै धेरै शनिबारको दिन गाह्रो छ ल साथीहरू हाम्रो चाहिँ एकजना भाइको चिट काटिदिइसकेको छ त्यहाँनिर होइन जति भन्दा पनि लागेन ट्राफिकले समात्यो नि पछाडि टप नभएर लागेन लगेन चिट काटे अनलाइन काटेको छ तर काटे पनि थाहा छैन भाइको ठिक छ केही छैन लाइट नभएर भन्नुभएको नाइ पछाडि टप क्या उसको नम्बर प्लेट टप क्या जुम लागौँ पानी पर्न लाग्यो कि अरू भन्दा नि ठुलो आउँछ त्यो बौलाएर आउँछ यो लौके त साथीहरू हामी ट्याक्कै गुरुङ आइपुगिसकेको छ होइन गुरुङ गाउँको मौसम चाहिँ यो रहेको छ भने आनन्दले हुसुस अनि यहाँ झर्ना देखिन्छ क्या गाइस यहाँ यो झर्ना आयो
झर्ना भने यो क्या गाइज आम्मा जम 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 नबस एकछिन उयो पारिराख न मैले अघि नै भनेको थिएँ अब सुरु हुन्छ यहाँबाट झर्ना अलिअलि मजाले मान्छेहरू पनि देख्न सक्नुहुन्छ टनाटन लडप छन् अनि हामी चाहिँ लाग्नुपर्ने हुन्छ गाइज ल आम्मा होइन भाइ अहिले तपाईँ भएर मात्रै नहाले दाइ मैले नत्र म नि हालिदिन्छु किनकि लुगा भिज्छ दाइ यार गुरुङ हो अनि यहाँ चाहिँ यहाँको फेमस भनेको चाहिँ सबैलाई थाहा होला प्रायः है यहाँको चाहिँ सुकुटी हो गाइज है सुकुटी चिउरा गुरुङ गाउँ यहाँको सुकुटी बवाल मिठो हुन्छ यता यहाँको यो बवाल मिठो हुन्छ यहाँ प्याक हो अनिवार्य एनी टाइम प्याक हो रातिसम्म नि प्याक हुन्छ क्या फेरि हामी अगाडि लागिसकेको छ लाइनअपबाट पनि होइन अनि पानी पनि पर्दा त है छिट्टा हानिरहेको छ मजाले बाटो फेरि सानो छ मा गाडीहरू यस्तो आउँछ ल राम्रो भयो पानीको मौसम त मा कुरी किलर लभली छ क्या है त हेर्नु नि हुसु हेर यहीँ उडेर आहा तलको बाटो हेर त्यस्तै जस दामी छ क्या म्याम फुली यार यतिको यस्तो ठाउँतिर घुम्न जानुको मजा नै छुट्टै छ गाइज है हजुर काम मात्रै नगर्नुहोस् टेन्सन नलिनुहोस् दिमागलाई धेरै जोड नहाल्नुहोस् हप्ताको एकचोटि छुट्टी हुन्छ अफिस लत्त बाइकको चाबी लिनुहोस् लत्त हेलमेट उड्नुहोस् बाइक स्टार्ट भ्लाट्ट गर्नुहोस् कुल्ले लाम ठोक्नुहोस् साथै त्यति भएपछि टेन्सन दूर मुक्त भइन्छ डिप्रेस खुलित त्यही हो गाइज घुम्न जानुपर्छ है दुःख भनेको सबैले गर्छ होइन काम भनेको सबैले गर्छ एकदम काठमाडौँ नजिक भनेको यही हो गाइज है लौके झर्ना हामी नुवाकोट निक्लिसकेपछि नुवाकोटको बाटोमा झर्ना नबग्ने त चान्सै हुँदैन गाइज होइन बाटोमा झर्ना हजुर अघि देखिसक्नुभयो सुरुवाती अझै बाँकी नै छ कति के झर्ना भने राइडरहरू हेर्ने होइन आमा हामी मात्र होइन कि काठमाडौँ भ्यालीबाट घुम्न आएको राइडरहरू पनि छन् कि यहाँनिर यहाँ पनि झर्ना बगिहाल्छ त गाइज फेरि हेर है त तर सानो रहेछ यार यहाँ चाहिँ यार माथिबाट आएको सानो झर्नाहरू त ठिक छ केही छैन मजाले घुमिन्छ चिसो पानीमा ल्याप भिजिन्छ अनि हाम्रो गन्तव्यतिर लागिन्छ गाइज है त अनि हाम्रो एउटा भाइरल रोड पनि छ है फेरि एकदम ठुलो है अहिले यहाँ नगरको चाहिँ भाइरल हो यहाँनिर यहाँको सेफ्टी केही छैन क्या सेफ्टी एकैचोटि तल चिप्ल्यो भने एकैचोटि कहाँतिर पुगिन थाहा छैन अनि भाइरल रोड चाहिँ यसलाई भनिन्छ गाइज है ल साथीहरू हामी चाहिँ यहाँ अब एकछिन रेस्ट बसिरहेको छौँ अनि हाम्रो लेडी राइडर हुनुहुन्छ अगाडि पनि छन् हाम्रो हेम्बु नयाँ साथीहरू अनि हाम्रो मिस माया अनि शान्ति राइडर अनि हाम्रो नयाँ भाइ अनि हाम्रो सामना दिदी त्यहाँ हाल न सामना दिदी सब डुब राइडरहरू छन् एमटी 220 एफजेड 250 सबैजना छन् होइन हामी चाहिँ लौके झर्न हिँडिसकेको छ है आमा भाइ के छ कस्तो अनप्लान अन द स्पोट भेट्यो क्या हामीले सदाको लागि हाम्रो लेडी राइडरहरू सबैजना ल साथीहरू पानी पऱ्यो चाहिँ क्या बिजोग बनाइदिएर होइन एकछिनमै पानी पऱ्यो फेरि एकछिनमै रोक्यो फेरि अहिले सिमसिम परिरहेको छ अनि फेरि ऱ्याङ्कर स्याङ्कर निकालेर क्यामेरा स्यामराहरू भ्याटबाट फिट गरेर अनि हामी लौकी पनि अब माथि चढ्ने बाटो पुग्न आँटिसकेका छौँ गाइज है यहाँबाट चाहिँ अब कतै यही ठाउँबाट चाहिँ अब लेफ्ट लाग्ने एउटा बोर्ड पनि हालिदिएको छ क्या म यहाँको बासिन्दाहरूले किनकि चल्ने ठाउँमा त एड त गर्नु पऱ्यो सबैजनाले होइन मेरै ठाउँमा भयो नि मैले पनि त्यति गर्थेँ होला अथवा मैले नगरे नि कसैले गर्थ्यो होला सो ठिक छ अलरेडी गाइज है यो बाटोमा चाहिँ अलिकति ध्यान दिएर आउनु होला एकदम सेफ राइड हामीलाई किनकि अघि हामीले त्यहाँनिर एउटा एक्सिडेन्ट देखिसकेका छौँ है त्यो बिहाइन्ड द क्यामेरा है किनकि हामीले क्यामेराले क्याच गरिनँ पानी परिरहेको थियो अनि क्यामेरा निकालेर चाहिँ हामी हिँडिरहेको थियौँ बिचरा स्कुटर त खत्तै नालीमा छिराइदिएछ क्या गाडीले चाहिँ फेर बिचरा भाइहरू भर्खर भाइहरू रहेछ अनि फेरि यहाँ तल एउटा झुप्पा परेको गाउँ छ भाइ त्यहाँ गएर भने त्यो गाउँ चाहिँ हामीले चापाबोट भनिन्छ होइन त्यहाँनिर चाहिँ एउटा गाउँ छ अनि वर्कसप पनि थियो तर वर्कसप हामीले हेर्दा बन्द रहेछ त्यहाँको मान्छेहरूले नजिकको मान्छेले खोल्या रहेछ भने सायद फोन गरेर पनि आउनु सक्छ होला साथीहरू हाम्रो ग्याङहरू लौके झर्न जाने बाटो चाहिँ यता होइन अनि हाम्रो केटाकेटीहरू हाम्रो लेडी राइडरहरू सबैजना यहाँ आएर मुखमा तालेर बसिया रहेछ गाइज ल कसरी थाहा भयो छ अरे झर्ना ओ नामै चेन्ज गर्दैछ त्यहाँ छ अरे झर्ना अरे कसरी थाहा भयो कि वर्षौँ पछि चेन्ज हुन्छ कि यो नाम पनि ल हाम्रो टोलीहरू त्यस्तो छ गाइज चाहिँ ल साथीहरू हामी चाहिँ अगाडि लागिरहेको छ मेरो अगाडि चाहिँ लेडी राइडरहरू चाहिँ कोही नाम चाहिँ थाहा छैन पुलिसहरूको बाटो त पुलिसकै हो ऊ देउला ऊ सो अहिले अब पहिले यो ढलान चाहिँ पहिल्यै थियो होइन माथितिर अलिअलि अफरोड पनि थियो अब के हुन्छ हेरौँ माथि अफरोड छ कि अथवा बनाइसकेको छ कि केही थाहा छैन हामी पहिला धेरै पहिला आएको यो भर्खर
खुलेको बेला आएको थियो गाई चाहिँ थाहा छैन। अनि फेरि हामी अगाडि बढ्दैछौँ गाई चाहिँ। यो बाटो चाहिँ यहाँतिर चाहिँ ढलान गरेर मजा बनाइदिन्छ, माथितिर के हुन्छ चाहिँ आई डोन्ट नो हाउ टु डु। ल बबाल भयो गाई अहिले चाहिँ बबाल। अब पछाडि मुन्डो फर्काउनु फेरि अगाडि लगेर जोतेला होइन, फर्काउनु मिल्दैन गाई। त्यसले कस्तरी लिएर हिँड्यो क्या, मलाई कस्तो अप्ठ्यारो लाग्यो क्या। कहिले खुट्टा झार्छ आँधीले, अनि कहाँबाट हुन्छ त अनि अझै कन्फिडेन्ट रहन्छ। अनि तलतिर छ हाम्रो ग्याङहरू, हामी पनि चलिदिएको ल झर्नातिर। ल तिमीहरू चाहिँ हेरिबस् ल, मेरो भिडियो हेरिबस् ल, सब्सक्राइब हानिबस् ल गाइस। के गरेको ओछ्यानमा मुती बस् ल, हामी चाहिँ पानीमा भिजेर अब पानीमै मुतिदिन्छु ल। ओए अहिले के हो पार्किङ सार्किङ पो रहेछ त। माथि जाला त कि यहीँबाट झर्ने हो त यार? जाँदैन नि? जान्छ बरसम्म जान्छ, हामीले हाल्यो जान्छ। चलो 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 दाइ समाइदिनु यसको। जाने होइन जाने होइन, राम्रो छ बाटो। ल त अलि अगाडि अगाडि गर। बस्नु बस्नु बस्नु। बाटो यस्तो रहेको छ गाई चाहिँ तलसम्म जान्छ अरे, अरूले चाहिँ माथि राखेको छ। पानी पर्नुपर्छ, यो बाटो कम मजा आउँछ दाइ। हामी खोज्न आएको एडभेन्चर हो दाइ, अनि यस्तो बाटोमा नलगे त माथि राखेर के हिँड्नु यार, सक्दैन दाइले चाहिँ। एकदम त्यो रेसलाई चाहिँ कन्ट्रोल गरे काँधमा। ओइ ए दाइ त्यस्तै हो क्या, झन् हात्दिन्छु त्यो। तेरो खुट्टा चाहिँ काँधमा हालेर हिँड्न, तेरो खुट्टा चाहिँ काँधमा हालेर हिँड्न। टेंशन नहीं लेने का अपन है ना। म चलाउँछु भन्दा नि मान्दैन। हो यहीँदेखि अफरोड भने यतै हो क्या दाइ। पानी पर्दाखेरि आमै कम बिचो हुन्छ बाटो। झर्ना ठुला छ, झर्ना ठुला हो र। आमा अफरोड हेर यहाँ, लिगमा नाली त काम छैन, फेरि छाप्रोतिर हामफाल्ला माथितिर झट्ट्याक्क गर्दै आयो एक्सपल्स। देखि त कहाँबाट आउँछ त्यो यहाँ। यहीँ रोकिदिउँ यार, अर्को नि आयो क्या बाइक। ल अरू नि आएको छ, ल त चलो डान टाडा 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 टाडा। के हो रोसेला गाह्रो पऱ्यो क्या? त्यो शान्तिले गर्दा अघि पुडी छ, त्यसो बाटो त हामीले डरा बाटो त हालेको थियो नि। आइरहेछ हाम्रो लेडी राइडर ग्याङहरू पछाडि। अनि हाम्रो अहिले लिड गर्न चाहिँ शान्ति पऱ्यो क्या फेरि। अफरोडको किङ लेडी राइडर शान्ति राइडर। अनि दाइको बाइक मिस भयो भने त अघिदेखि पातर पातर चत्तर चत्तर गर्नु पनि भएको छ। होता है दाई, होता है कभी कभी बड़े बड़े देशों में छोटी छोटी बात होती रहती है गाइस। टन 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 टन। रुको जरा सबर करो। बाटो बबाल छ गाइस। मैं त सुलित हुन लाग्यो था। अरे दिरा दाइ हामी त चिप्लो बाटो हाल्यो नि त दाइ। कस्तो हिँड्दा दाइ त्यो मान्छे त। ए अब चाहिँ आइपुग्यो, अब चाहिँ हिँड्नु पर्छ क्या यहाँबाट। झर्ना आइपुग्यो ल। झर्ना आम्मा मान्छे हेर्नु नि त यहाँ कति होला त मान्छे। उता मान्छे कति छ, यहाँ कति हेर्नु आम्मा। अगाडि अगाडि होला। ल गाइस फाइनली हामी चाहिँ बाइक साइक पार गरिसकेको छ होइन। झर्ना देख्नुलाई चाहिँ अझै पनि हिँड्न पर्ने त्यहाँसम्म है। झर्ना यहाँ बगिरहेको छ झर्ना गाई चाहिँ। साथीहरू नि आउँदैछ, आधी आइपुग्यो, हामी 5 जना आइपुग्यो, अब 2-3 जना बाँकी छ अझै पनि। हेर्नु यहाँनिर यस्तो छ। सो त्यही नै गाई त अब झर्नातर्फ चाहिँ यहाँबाट हिँड्नु पर्ने हुन्छ पैदल यात्री होइन। हिँडेर बाटोमै मजाले भेटौँला है त सबैजना। ल साथीहरू हामी चाहिँ एउटा पैदल यात्री हिँडिसकेको छ होइन। साथीहरू सबैजना लाइनमा मजाले हिँड्दैछ। पछाडि पनि आउँदैछु यहाँ फेरि आम्मा। अनि हामी यहाँबाट 5 मिनट जति हिँड्नु पर्ने हुन्छ है। बाइक साइक राखेर मजाले पार्किङ गरिसकेको छ। झर्ना पनि एकदम दामी सेतो बगेको छ। अब गएर कालो मान्छे चर्लाममा डुबेपछि
सल्यात्तै सफा हुन्छ गाइस अब केही पनि होइन है ल फाइनल साथीहरू हामी चाहिँ हिँडेर झर्ना आइपुगिसकेको छ गाउँकै झर्ना चाहिँ जाउँ न गरौँ भइसक्यो घर हाम फालिहालौँ मेरो किन अड्केको हौ यहाँबाट बुल्टी म बनाइदिन्छु ल त्यही अनि हामी चाहिँ सिधै यहाँ तलतिर नबसिकन हामी एकैचोटि यहाँ माथि जान्छौँ है यहाँ माथि जान्छौँ धन्यवाद मेरो भाइलाई भिडियो बनाइदिएकोमा सो गाइस हामी चाहिँ सबै क्रस भइसक्यो अब माथितिर लाग्नु माथि लाग्ने अर्कुन रहेछ है अर्कुन तर्नु पनि रहेछ त गाइस यो रहेछ लौके झर्ना अनि हाम्रो ग्याङ यहाँनिर तपाईँले ग्याङ कहाँबाट जाने हौ बल्ल बल्ल कट्यो भनेको अर्को पनि त्यस्तै रहेछ यार र साथीहरू हामी त्यहाँबाट तर्न आइसकेको छैन अनि चाहिँ कस्तो अप्ठ्यारो बनाएको बाटो नि पहिला त ठिकै थियो राम्रै बनाएको थियो अहिले चाहिँ कस्तो नराम्रो बनाइदियो शनि बाटो जुगा पनि लाग्दो रहेछ यार अहिले त गाह्रो हिँड्न लागेको छैन मेला लाग्यो सबैजना चाहिँ अब त्यहाँ झर्नामा गएर तल त आइसकेको छ होइन तल आउनु काम के भने एक्कासी पानी बढिरहेको छ क्या त्यही भएर हामी तलतिर झरिसकेको छ गाई चाहिँ अनि यस्तो छ हामी झर्ना अनि यताबाट नि क्रस हुँदैछ पहिला उडाएको थियो नि त होइन के अरे काठको पुल जस्तो बनाएर आएको थियो अहिले चाहिँ रहेनछ गाई चाहिँ एउटा मात्रै रहेछ ठिक छ अब हामी यहाँबाट निक्लिनु पर्ने हुन्छ किनभने पानी परिरहेको छ अनि घर पनि जानु पऱ्यो नि त टाइम पनि गइसकेको छ सबैजना रेडी भएर तल झरेर पनि जाने फोटोसोट हान्दैछ अनि जानुपर्छ गाई यहाँ हेर न बिजोग 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 मान्छे ल साथीहरू हामी अब झर्नामा नुहाइ धुवाइ गरेर भिजेर मजाले पानी खेलेर घरतिर लागिसकेको छ होइन झर्ना पनि कतिको टाढा दुरीमा रहेको छ सो त्यही नै हो आज दिन पनि एकदम रमाइलो भयो झर्नामा घुमघाम भयो मान्छे आउने जाने अझै पनि क्रम चलिरहेछ दिनसम्म त खान दाइ सो त्यही नै भन्न चाहन्छु एकदम काठमाडौँबाट नजिक लेकिन जब उसने काली माँ के सामने उस राक्षस का सर धड़ किया ना हम मौत के सर पर नाचे एक सलाह देता हूँ आप उसके खिलाफ जाने की जरूरत मत करना